मलाई आज एउटा कथा भन्न मन लाग्यो। मलाई मेरो हजुरआमाले सुनाउनु भएको यो कथा हिजो आजको यो वातावरण परिस्थिति देख्दा मलाई झल्यास्स याद आयो। त्यो बेलामा यो ठुलो जात सानो जात भन्ने खुबै कुराहरू गरिन्थ्यो। वास्तवमा यो जातपात भन्ने कुरा केही पनि हुँदैन। सबैको रगत रातो नै हुन्छ। यो कामको आधारमा सायद क्याटेगोरी छुट्याएको ऊ बेलामा पछि मानिसले मोडिफाई गरेर सानो काम गर्ने सानो जातको, ठुलो काम गर्ने मान्छे ठुलो जातको भनेर यो अलग गरिएको मात्रै हो। हामीले यसलाई मान्नु हुँदैन। तर हजुरआमाले भनेको कथामा चाहिँ के भनिएको छ भने एकजना पण्डित सधैँ मन्दिरमा गएर प्रार्थना गर्नुहुन्थ्यो, आराधना गर्नुहुन्थ्यो, पूजा गर्नुहुन्थ्यो, धूप अगरबत्ती बालेर खुबै भगवानको मन्त्र पुकार्नुहुन्थ्यो। अनि छेउमा एउटा सानो जातको मान्छेले देखेपछि उसलाई पनि खुब इच्छा जागेछ। मैले पनि यस्तै मन्त्र जप गर्न पाएदेखि सायद म पनि पण्डितजी जस्तै स्वर्ग जान पाउँथेँ कि भनेर खुब इच्छा लागेछ। अनि एक दिन आँट गरेर पण्डितजी लौ न मलाई पनि सिकाइदिनुहोस् न, म पनि हजुर जस्तै पर बसेर प्रार्थना गर्छु, मलाई पनि खुब इच्छा जागेको छ, यति चाहिँ सिकाइदिनुहोस् भनेपछि पण्डितजीले अलि हेपेर के जाने छ र यो, त के प्रार्थना गर्ने तैँले जानेको छैनस् पढ्न केही, तैँले त्यही बेबेसेसे भन्ने भनेर सिकाइदिनु भएछ। अनि त्यसपछि उसले चाहिँ बिहानै पछि आएर नुहाइधुवाइ गरेर आएर धूप अगरबत्ती बालेर बेबेसेसे भनेर प्रार्थना गर्ने रहेछ। अनि एक दिन साँच्चीकै भगवान्लाई टिठ लागेर आएछ, दया लागेर आएछ। त्यो मान्छे चाहिँ मनमा साँच्चै नै पाप नभएको मान्छे, यसलाई चाहिँ मैले स्वर्ग लानुपर्छ भनेर भगवान्ले स्वर्ग लानुभएछ उसलाई। अनि पण्डितजीले पढेर देखेछन्, ओहो यसलाई त मैले सिकाएको यो मन्त्र नै केही नजान्ने मान्छेलाई चाहिँ भगवान्ले लानुभयो, मलाई चाहिँ होइन भनेर कुदाकुद गरेर आउँदा त्यसको खुट्टा मात्रै भेट्नु भएछ पण्डितजीले चाहिँ। अनि झुन्डिँदै जानुभएछ। त्यही मान्छेको खुट्टामा झुन्डिएर स्वर्ग जान परेछ भनौँ न। त्यस्तो यो कस्तो देख्छु भने हिजो आज मैले चाहिँ प्रसङ्ग अर्कै जोडेको, जुनसुकै पनि विदेशमा पुरानो समयदेखि बसिराख्नुभएका नेपालीहरूले चाहिँ यो नयाँहरूलाई मान्छेमै गन्ने होइन। त्यो मान्छेको ब्याकग्राउन्ड कस्तो थियो, क्याटेगोरी कस्तो थियो उनीहरूले बुझ्न परेको छैन। तर नयाँ भनेको नयाँ हो। तर पुरानोहरूले पनि केही गर्न सकेका छैनन्। वास्तवमा भनौँ भने धेरैजसो हेर्छु, अब श्रीमानले एउटा घर बस्ने बनाइदिएको छ, किनिदिएको छ अथवा फ्ल्याट लिएको छ, एउटा गाडी किनेको छ, टोटल्ली त्यही श्रीमानसँग श्रीमतीहरू डिपेन्डेन्ट भएर बसेका छन्। एउटा सानो काम गर्नु पऱ्यो भने त्यही श्रीमान पुकार्न परेको छ। एउटा केही आफूले आँट गरेर गर्न सक्ने केही छैन। कतिपय केटा मान्छेहरू त्यस्तै छन्, सुतेरै जिन्दगी बिगार्ने। अब कति त ड्रिङ्किङ गरेर आफ्नो ह्याबिटलाई खत्तम